Hey guys, welcome to आज हामी त चार जुम मङ्गलबारे बजार पनि देखेर घुमेर आज मङ्गलबारे होला बजार पुगेर देखाउँछु न बेबी हामी कहाँ गएको भन मम्मी यो पालि मम्मीलाई पनि देखाउँछु फ्रेन्ड्स अस्तिको पालि म पनि हेरिदिनु भनेर होला खाएको यही बनाउँछ यो सब्जी के भन्नु नखा दिनु फुर्सद हुन्छ मलाई दिनु मम्मी त्यहाँनिर जानु भएको बाबालाई सोध्नु कि खानुहुन्छ भन्नुमा पनि हामी चाहिँ अहिले अन्डा लिएर पसल आइपुग्यो हामी अन्डा छैन आजै सक्यो अन्डै सकेछ बजार पुगेर चाहिँ देखाउँछु म चाहिँ बजार गरेर आइसकेँ गाई मम्मी चाहिँ त्यहाँ हुन्छ आउँदै हुन्छ हामी चाहिँ आइसक्यौँ अन्डा त्यो कति पसलमा नभएर हजुरहरू पनि कुखुरा मऱ्यो भने कमेन्ट लेख्नुहोस् खान्छु नि हामी चाहिँ पुगिसक्यौँ गाइस कोठामा खै के बनाउनु पुग्ने हामी चाहिँ गाइस दोस्रो गोटा धनिया हाल्नु चाहिँ ले लियो कति ल्यादैन छिउ भन्दा ग्रीन कलर दिनुहुन्छ भने मलाई सब्सक्राइब गरिदिनु होला त्यसलाई कुन दिन भेटाउँछु म यही भ्लगमा गाउँ गरेपछि टिकटकमा पठाएको लेखेको छ भाइरल त्यही छ हामी जहिले खाना खाने हो अनि जाने हो माथि आउँथ्यो कि राख्ने धनिया यी सिमी साग्नेले साग कुछो नै लिन्छ नि यहाँ साग बढ्दैन पानी पर्ले त बढ्दै के क्या सस्तो पनि मोटा पनि व्हाइट कलरको छ बिचदेखि काट्छु खोइ छ कहाँबाट काटेको बिचबाट आउँछ भनेर गफ दिने गाइजलाई मम्मीलाई आउँदो रहेछ नि आउँदैन भनेर कस्तो आउँदैन मम्मीलाई सबै आउँछ मम्मीलाई आउँदैन भन्नुभएको थियो तिमीहरूले सिक्नु पर्दैन मौका पाएपछि अनि गर्नु पर्यो ए यो मोबाइल लैजा तेरो उता मेरो थोप्रा देखिसक्यो नदेखा नदेखाउनु अरे केही चिठिन रोकिदिएको मम्मीले चाहिँ त्यहाँ आसिसक्नु भयो पखाल्न जानुभएको छ व्हाइट कलर चार्जर कति छ हौ त्यहाँ छ चार्जर झोलामा भित्र नि
गाइस हामीले फ्रुट खाएँ मैले अब खाना खाएको देखाउँछु एकछिनमा गाइस मैले चाहिँ भात खाएँ मम्मीहरू खाँदै हुन्छ नभए त लिँदिन थिएँ भिडियोमा व्यस्त छ सबै गाइस भात खाइसक्यौँ त्यति देखाउनु थियो अहिलेको लागि यति नै बाई बाई